हेलो गाइस, आउनुहोस् अब सँगै मै भुटौँ हो मै हेर्नु है, मै भुट्नु है। सोलर बनाउनको लागि चाहिँ सुरुमा कराई बसाउने अनि कराईमा चाहिँ घिउ हाल्ने। घिउ हालिसकेपछि मेथी, ज्वानो आफूलाई जे मन लाग्छ त्यही हाल्ने, आफ्नो इच्छाअनुसार। अनि त्यस पछाडि प्याज हाल्ने, लसुन पुऱ्याउँदा नि हुन्छ। अनि त्यस पछाडि नुन हालेर हल्का प्याज रातो हुँदै चलाउने। चलाइसकेपछि दहीको खानामा मन भएको चाहिँ त्यो दहीलाई हालेर फेर्ने, नभए मही बनाएर दहीलाई हाल्ने। अनि त्यस पछाडि एकछिन चलाउने। निकै बेर चलाइसकेपछि हाम्रो सोलर चाहिँ रेडी हुन्छ। यो चाहिँ विशेष गरी जाडो सिजनमा खानाको लागि चाहिँ दालको रिप्लेसमेन्टमा एकदम पर्फेक्ट हुन्छ। योसँग चाहिँ एकदम माम पनि रुच्ने हुन्छ। सो आउनुहोस् सबैजना यसरी नै बनाएर खानुहोस्।